हेलो गाइस, वेलकम टु ब्याक टु माई च्यानल। आज चाहिँ मैले छिट्टो मिठो भ्लग बनाउनु लागेको छु र भान्जा यता छ, आमा उता हुनुहुन्छ, यहाँ अब रोटी पकाउँदै हुनुहुन्छ। के छ म त खान्छु। तरकारी बिना पनि आछ के हुआ टमाटर चाहिँ त्यो बिराई गर्नको लागि रोटी यता रोटी पकाउँदै हुनुहुन्छ। सबैले दुईटा पारिदियो र यो हाम्रो नयाँ हाउस, उहाँ हुनुहुन्छ मामा। भर्खरै पानी परेर चाहिँ रोकेको। त्यहाँ छ हाम्रो चुलो, दुईटा चुलो छ, हाम्रो नयाँ घर। टमाटरको रुख तलतिर मसिनो छ, मसिनो। र हाम्रो यो करासामारी साग छ, लसुन छ, प्याज छ, टमाटर पनि छ है। अनि त्यहाँ छ कि बनाना। भान्जा त्यसले के भन्छ रे? इ काफल, काफल चाहिँ फल्न लागेको छ। अलिकति पाकिसक्यो, अब पाक्नुहोस्। यहाँ चाहिँ हाम्रो धारा, यहाँ हाम्रो गोठ। अनि यसलाई आलु बाख्रा, हजुरहरूतिर के भन्छ? आलु बाख्रालाई भनिदिनुहोस्। अनि यहाँ चाहिँ अमिलोको बुट, अमिलो होइन कागतीको बुट, सरी मजाक किन्छु कि घरिघरि। अनि चाहिँ यहाँ हामी यहाँ तरकारी पकाउन गएको थियो। टमाटर नपाएर भान्जा चाहिँ टमाटर लिन जानुभयो। अनि चाहिँ यो चाहिँ हाम्रो सुन्तलाको बुट, अझै उहाँ हुनुहुन्छ। हाम्रो नयाँ बुलेट बाइक राम्रो छ, गाडी छ। हेर्नुहुन्छ हाम्रो दुईटा डगी। हेलो कालै कान्छी, कान्छीले बाँधेर राखेको छ, राम्रो छ। अब मामा दादा, उहाँलाई चाहिँ चिन्नै हुन्छ हजुरहरूले सायद, ब्लगर हो। अनि उहाँ चाहिँ मामा मेरो मामा के भन्छ? ठुलबाबा, ए ठुलबाबा रे, मामा अङ्कल। औ अब चाहिँ हेर्नु सक्नुहुन्छ, यहाँ त कति आइरहेको छ। यहाँ पनि छ, यहाँ पनि छ। यो चाहिँ नयाँ हाउस चाहिँ, यहाँ लाइट लगाएको छ। यो चाहिँ भित्र चाहिँ ढुक्का चाहिँ खोल्नुपर्छ। अनि कति राम्रो बत्ती छ नि यहाँ त है। अनि यहाँ पेन्ट लगाएको, अनि यहाँ पनि छ बत्ती। अझै काम चल्नै छ यहाँ। अब खै यहाँ के गर्ने हो थाहा भएन। अब भान्जा आइसक्नु भएको छ र अलिअलि फुसफुस पानी पर्दैछ। अब चाहिँ हामी धनियाँ टिप्न जान्छौँ। पाउँछ धनियाँ टिप्न। ओ हावा चल्यो। आज छिटो जाडो भयो। यता तल यहाँ पाउँछ क्या, धेरै लाग्छ। यहाँ पाउँछ क्या। यहाँ पाउँछ, अनि यहाँ पाउँछ, यहाँ पाउँछ। सबै त यहाँ पास्टर हाल्यो होइन, यहाँ पाउँदैन कि यहाँ पाउँथ्यो। अझै त्यहाँ अझै छ त ऊ। अलिक नहल्ला नि त। अनि त्यो हल्लै गरेर हल्ला कहाँ गर्छु? ल नि त यस्तो गर्नु पर्दैन। हामी चाहिँ गरे नि हुन्छ के ऊ यस्तो सेल्फीवाला गरे नि राम्रो हुन्छ। ठिकै छ, राम्रै छ। सेल्फीवाला
त झ्याउ लाग्छ त्यो 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 धनिया उता पाउँछ कि उता माथि पाउँदैन र अब यहाँ खोजेर पाउँछ धनिया खोज्न आयो धनिया पाएन ए यहाँ सानो सानो रहेछ सानो सानो तिमीले कति सानो छ यहाँ कति सानो छ यही टिपेर नि यहाँ भर्खर भर्खर फल्न लगाइरहेछ यति सानो कहाँ टिप्ने हो डाँडा ए भान्जा उता पुगिसकेको छ त्यतातिर छैन के ए उता हुन्थ्यो उता हुन्थ्यो यहाँ हुन्थ्यो न देख्नु भयो यहाँ हुन्छ के हो त नि यो पनि धनिया सानो सानो हो नि त नि यो पनि धनिया यो 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 के यो के दुईटा मात्र भेटायो यहाँ धनिया छ र ना village my village यो त मैले पहिले नि देखेछु कि मनकामना डाँडा दर्शन गर्नुहोस् र यहाँबाट सरर देखाइदिन्छ हजुरलाई मेरो भिलेज देख्नुभयो नि मलाई त लाग्छ यो सो प्रिटी भिलेज राम्रो भिलेज ओ भन्छ र किन्नु अरे मैया भेटाएन खोइ आँखा हेर्नुपर्छ अब चाहिँ यत्रो ठुलो रुख यहाँ त चाहिँ बाँदर पनि हो बाँदरले त्यो के भन्छ गिरगिट पनि आउँछ उफ यत्रो आउँछ कि यहाँ गिरगिट हजुर त्यो उस हुन्छ नि है छिपकलीहरू यहाँ आउँछ कि यहाँबाट यसरी चढेर अस्ति नै मैले देखेको थिएँ गिरगिट त आउँछ तेरि यहाँ खोज्दै हिँड्छु म अनि चाहिँ यो बारी चाहिँ बुनुहरूको हो हाम्रो होइन ऊ त सानो घर छ नि उयो ऊ बुनुको घर हो बुनुको घरको बारी हो अनि यहाँ चाहिँ मलहरू नछेर रहेछ यहाँ आउँछ हेर्न आउँछ काम गर्न आउँछ घाँस काट्न आउँछ है एकचोटि यहाँ आग लाग्यो भन्यो उता पनि भन्यो हामीले निभाएको यस्तो भयो कि उता पनि भयो उता अबुश मैले अलिकति कट गरेर फेरि स्टार्ट गरेको चाहिँ म लसुन लिन गएको 5 वटा लाइक त खाना खानुहुन्छ बेलौतीको रुख
मसला यो कुराहरू पनि आछ यहाँ फर्स्ट लसुन ओहो 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 2 3 4 5 पाँचवटा टिपे यहाँ चाहिँ हाम्रो मजाले काम गर्दै हुन्छ यहाँ हाम्रो काले हेलो Oh, blogger girl. Hello, blogger girl. हेलो के गर्नु रे? के गल ओइ, भइ आयो. यहाँ भयो पम्पला. Bye. बाई See you. मेरो स्कुलको क्यालेन्डर श्री जीवन ज्योति आइडल सेकेन्डरी स्कुल श्री जीवन ज्योति आदर्श माध्यमिक विद्यालय आदर्श पनि हो हाम्रो विद्यालयमा यस्तो काम गरिन्छ र हेर्नुहोस् यहाँ रिबिन काट्दैछ यहाँ उस बाल्दै बत्ती बाल्दैछ यस्तो कार्यक्रमहरू पनि हुन्छ के यो 9th एनुअल के हो है अनि चाहिँ हाम्रो यस विद्यालय यस्तो छ यो ब्लक ए ब्लक बी छ क्या हाम्रो चाहिँ त्यस्तो भन्नुहुन्छ हाम्रो सरले एनुअल फङ्सन धन्यवाद. तो देखा ना और नेचर देखा हावरी देखा बादल देखा पानी देखा डाला ढाकेर सहरा ढाकेर सहरा मायालुलाई भेट्ने छ
रहरा डाँडै पिपालु डाँडै पिपालु बाजुरीले छैन शीतलु पर्यो पानी भिजाउँदै देउराली भिजाउँदै देउराली छैन बाटो कहीँ पनि दौतारी डाँडै पिपालु ठुक 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 डाँडै पिपालु गयो डाँडै ल बाजा बहुत तेरो बाजा गइदिउँछ त्यही पर संसारैमा दुम्सी लुक्ने दुलो त्यही पर संसारैमा दुम्सी लुक्ने दुलो बल्ल बल्ल पाको छोरी टाउको मात्रै ठुलो आगे त्यो उसो लाग्यो सो गाइज हामी चाहिँ आइपुग्यौँ है रेडी छौँ हामी चट्टा हतियार लिएर गोल्डन रेडी हुँदैछ है चट्टा खाली नै रहेछ माथि खेल्छु भनेर भनेको खेला राखुहरू चट्टा है हाम्रै उतातिरको दिदीहरू के अनि त्यही हो अब एकछिन प्र्याक्टिस गरौँ अनि खेल्न चाहिँ खेल्छौँ साथीहरू हेर्नु होला हे घ्याम ओए कति ओए बोर्डबाजी है ओए जो हार्यो त्यसले माथि 100 रुपियाँ चट्टा बुझाउने है सुनिस् जो हार्छ माथि 100 रुपियाँ चट्टा 100-200 कति हुन्छ चट्टा बुझाउने जित्नुपर्छ पैसा छैन साथीहरू एकछिन प्र्याक्टिस गर्छौँ पहिला है अनि गेम चाहिँ म खिच्छु तपाईँलाई देखाउँछु है त सो गाइस प्र्याक्टिस भयो है खेलाउने